सधैँ ढुकढुकी भरि तिमी नै तिमी, माया नै हो कि त्यस्तै तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ, तिमीसँग बोली बोली बोलिरहने बानी परेछ, तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ, तिमीसँग बोली बोली बोलिरहने बानी परेछ। हावामा प्रीत मिसियो कि म दिनदिनै लाटौँमै, आजले हिजो बिर्सायो कि म रहिन मेरो आफ्नै, कैयन बहाना गरी तिमी सामु आइरहन्छु है। आँखामा काजल ओठमा लाली सिँगारी बस्छु है, हेरेर मलाई तिमीले पनि मुस्कुराई भन्नु है, तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ, तिमीसँग बोली बोली बोलिरहने बानी परेछ, तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ, तिमीसँग बोली बोली बोलिरहने बानी परेछ। भगवानलाई सिन्दुर भन्छ त्यो रातो टिका चढाइदिन्छ। भगवान सिन्दुर प्रयोजकम सुरना शोभाबाट प्रेमिन्छ प्रयोजन्ति अयवधारा अरु भगो बाजिं काष्ठम विदन्तौ बिहि पिनं वामानः सिन्दुरं शोभनं रक्तं शोभागं शुभवर्धनं शुभदं कामदं चैव सिन्दुरं प्रतिक्रियतां सिन्दुरं समर्पयामि गणेशाम्बिकाभ्यां नमो नमः। भगवानलाई फुलको माला भन्छ। अलिकति पुष्पमालायां समर्पयामि भगवान श्रीमन्महागणाधिपतये नमो नमः। र भगवानलाई भगवानको शिरदेखि पाउसम्म पूजा गर्नु दुवलिङ स्थल है। भगवानको 21वटा विशेष गरी नाम छ। ओम विश्ववन्दाय नमः। ओम अमरेशाय नमः। ओम गजकर्णाय नमः। ओम नागयज्ञोपवीतिने नमः। ओम भारतन्दाय नमः। ओम परशुधारिणे नमः। ओम विघ्नाधिपाय नमः। ओम विद्याप्रदाय नमः। सबै चढाइदिनुहोस्। काण्डात् काण्डात् परोहन्ति परुख परुपस्वरी एवानुदुर्वे प्रतनु सहस्रेण सतेन च भगवान श्रीमन्महागणाधिपतये नमो नमः। बेलपत्र आकार आएन बेलपत्रम स्मरणार्थ निमित्त समर्पयामि श्रीमन्महागणाधिपतये नमो नमः। भगवानलाई आभूषण गहना भन्छ। अलिकति मूल्य राखिदिनुहोस्। देब्रे हात फुल पनि राख्नुहोस्। अझै भगवानको शिरदेखि पाउसम्म शिरसम्म ओम गणेश
लम्बोदराय नमः पादौ पूजयामि नमः पूजयामि भन्दै चलाउनु ओम विघ्नराजाय नमः पादौ जानुनि पूजयामि ओम आकुबराय नमः उरुम पूजयामि ओम हेरम्बराय नमः कटिं पूजयामि ओम कामारि सुनवे नमः नाभिं पूजयामि ओम लम्बोदराय नमः उदरं पूजयामि ओम गौरीसुताय नमः स्तरौ पूजयामि ओम गणनायकाय नमः हृदयं पूजयामि ओम शूलकर्णाय नमः कण्ठं पूजयामि ओम विघ्नहत्रे नमः लाटं मेरो आज छोरीको विवाह कर्मण अन्तर्गत आएर शारीरिक भइदिनु होला भनेर भगवान विघ्नहर्ता के अरे भगवान श्री वरुण देवतालाई सम्झिन पर्यो है ओम वरुणस्यतं वनमसिष्ठो वरुणसविष्ठो सर्वजी वरुणसविष्ठोतनमासीद भगवान तत्त्वज्ञानी ब्रह्मणा वन्दमानः श्रीमानो अविर्भिः हेडमानो वन्देह बोध्यरुषगो समान आयुः प्रमुखिः भगवान श्री वरुण देवताभ्यो नमो नमः ल त्यही राखिदिनुहोस् यसो भगवानलाई पहेँलो टीका रातो टीका अनि चन्दनसित ज्योतिले पूजा गर्नुहोस् है पूजा गर्नुहोस् ओम तत्त्वज्ञानी ब्रह्मणा वन्दमानः श्रीमानो अविर्भिः हेडमानो वरुणेह बोध्यरुषगो समान आयुः प्रमुखिः वरुणसुतं वनमसिष्ठो वरुणसेवितनमसि वरुणसेवितनमसिष्ठो वरुणसेवितनमसि वरुणसेवितनमासीद भगवान श्री देवताभ्यो वरुण देवताभ्यो नमो नमः त्यही राखेको पाँचवटै कुराहरूको गल्लो पूजा गर्नुहोस् ओम पादर्पाद्यं समर्पयामि वस्त्रार्घ्यं समर्पयामि मुखे अग्निन्द्रं समर्पयामि पञ्चामृतं समर्पयामि शुद्धजलं समर्पयामि भगवानलाई थोरै दुबो राखिदिनुहोस् काण्डात पर्व अस्ति पर्वसहित देवानुदुर्विव्रतनु सहस्रेण सतेन च भगवान श्री वरुणदेवताभ्यो नमो नमः पञ्चपल्लव भने यसो त्यो पातहरूलाई छोइदिनुहोस् त हो त्यो मान्छेलाई पञ्चपल्लव समर्पयामि एकमुद्राको शतक्रतो ल अब भगवानलाई यसो देवी देवताहरूलाई सम्झिनु पर्यो 33 कोटी देवी देवताहरूलाई अलिकति खुल्ला तत्त्वज्ञानी ब्रह्मणा वन्दमानः हेडमानो वरुणेह बोध्यरुषगो समान आयुः सर्वे समुद्रसहित तीर्थानि जलदानदायन्तु देवपूजार्थं सूर्यतक्षयकारक कलशस्य मुखे विष्णु कण्ठे रुद्रसमाश्रिता मूले दस्य स्थितो ब्रह्म मध्यमा त्रिगुणास्मिता उच्छौ सागर सप्त द्वीप वसुन्धरा ऋग्वेदोऽथ यजुर्वेद सामवेदपथर्वण अङ्गश्च सहित सर्वे कलशन्तु समाश्रितः अत्र गायत्री सावित्री शान्ति पुष्टिकरी तथा आयन्तु मम शान्त्यार्थं यजमान शान्त दुर्दक्षयकारकः भूर्भुवः स्वः वरुणं सागं सपरिवारं सायुधं ससतिकं यः गच्छेदिष्ट मम पूजां ग्रहण यावत् पूजां करोमि तत्तावतं सुस्थिरप्रसन्नो वरदो भव त्यही राखिदिनुहोस्
भगवानको पाउ समात्नुहोस् है। यसो त्यहाँ ओम मनोज उद्रिजोग राम जस्य बृहस्पति जिनि मिमन्त विश्वदेव यमदयन्तामो प्रतिष्ठा ओम सहस्रस्य मृगसहस्र आसन पञ्चोपचारं पूजां समर्पयामि नमस्करोमि भगवान परमात्मने नमो नमः। यसो पहेँलो टीका लगाइदिनुहोस् त। ओम तम गन्धर्वम अखनस्तम इन्द्र बृहस्पति तमोहति सोमो राजा विद्वान नस्मा मुच्यतः श्रीगन्धम चन्द्रम देवी गन्धर्व सुमनपिलम सुस्तम विदेवान सुदेव चन्द्रम प्रतिक्रियता पुष्पमाला भनेर अलिकति फुल चढाइदिनुहोस्। नैवेद्य भन्छ थोरै एउटा फल राखिदिए हुन्छ। नैवेद्यम निवेदयामि भगवान परमात्मने नमो नमः। ज्या फलानि च बृहस्पति नाम चन्तको हसहैदम फलम मैदान थापिन बुद्धेन चढाउनु अबे जन्मनी जन्मनी ताम्बुल भने जनै सुपारी चढाइयो। भगवानलाई दक्षिणा द्रव्य चढाइदिनुहोस्। 33 को 108 दक्षिणा चढाइदिनुहोस् है। हिरण्यगर्भस्तम हेम बीजम विभावशो अनन्त्य पुण्य फलद मतः शान्तिम प्रयच्छमे। हिरण्यगर्भ समर्थाग्रे भूत सर्वद्रेका सुधारविधिम दामदेवं तस्मै देवाय अभिखा विदेमा। भगवान परमात्मा यसो प्रदक्षिणा गरिदिनु। जल घुमाउनुहोस् त पहिलो कटोरोको ध्यान गञ्जमान्दली प्रदक्षिणा पदे पदे यसो फुल्लिएर नमस्कार गर्नुहोस् त। देवदानव सम्वादे मध्य मानव महततो उत्पन्न सीता कुम्भ विद्युत विष्णु स्वयं तत्त्वै सर्वतीर्थान् देव त्वयि प्रतिष्ठा त्वयि तिष्ठन्ति भूतानि त्वयि प्राणपति शिव स्वयं तमासि विद्युत आदित्य वसुमित्र विश्वदेवसर्वदिका त्वयि तिष्ठन्ति सर्वेऽपि यथा कामप्रदप्रसादाम्यां पूजां कर्तुमिह जनसन्निधिं कुरु मे देव प्रसन्न भव सर्वदा। नमो नमस्ते स्फटिका प्रभाय सुस्वेदाय सुरसुताय शासनाय जरादिनाथाय नमो नमस्ते। यावत् कर्म नमस्तुभ्यां पद्मानिभिः जीविनायकं यावत् कर्म समाप्तं तावतं सुस्थिर प्रसन्न अपां पदे प्रदेवताभ्यो नमः। मन्त्र पुष्पाञ्जलिं समर्पयामि। भन्नुहोस् अनेन कृतेन पूजनेन साङ्गाय सपरिवाराय सायुधाय सशक्तिकाय श्री अपां पतये वरुणाय प्रियन्तां नमो नमः। ल त्यही राख्नु अक्षता लिनुहोस् अनि रातो त्यो फुल लिनुहोस्। अब धेरै लिनु पर्दैन थोरै थोरै ध्यान गर्ने। पूर्वमा रहनुभएका हाम्रा घरका स्तम्भ गरी 4 पिल्लर भने चाहिँ शास्त्रका 4 धर्म अर्थ काम मोक्ष। यदि 4वटा स्तम्भ मध्ये यी 4वटा जुन हामीले कलश स्थापिया छ यी चतुर्वेदलाई सम्झेर पूर्व दिशामा रहनुभएका सबै देवी देवताहरू पूर्वमा जति पनि हुनुहुन्छ नाम त थाहै नामलाई हामीले स्मरण गर्यौँ। पूर्व दिशामा रहनुभएको जुन पनि देवी देवता हुनुहुन्छ पूर्वमा रहनुभएको त्यो कलशमा आएर विराजमान भइदिनु होला। होइन पहिला सम्झेको मात्रै त्यो कलशमा आएर विराजमान भइदिनु।
मङ्गल भगवान् विष्णु मङ्गलाय उद्या आमाले लगेको गाडी गर्ने मान्छे कोही भएन मोनो पछाडि आऊ Perfect gift for your loved ones.
मनिष उस खासमा चुरा टिकाको डिब्बा छ नि एउटा
आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली बेहुली
क्यामेरा छ
सर हामी धेरै ठाउँ पुग्यौँ तर केही छैन म छु नि टेन्सन नगर हिउँदो महिनामा बिहान गरी भाछैन कन्या कोठार ठेगाना के पनि टुङ्गो लाछैन यसपालि हिउँदो महिनामा बिहान गरी भाछैन कन्या कोठार ठेगाना के पनि टुङ्गो लाछैन ओरी बाटी तन्द कपालले ओठैमा गम्भीर डाँडाबारीको सुगन्धा उलियो छकी कमियो देखो मलाको सरी पशु कमियो डाँडाबारीको सुगन्धा उलियो छकी कमियो खैनी चुरुन वैज्ञानिक बन्छु नसाको राजाको हात्ती मैसिता Pagkana
से तोरी सूरत तुझे कर जाने मैं आऊं, आप ही आप में मैं बस जाऊं, बिंदिया लगा दे रे। फिचेको केसमा सुरेको त्यो फुलको तुङ्गा सुहायो सिरैमा, हटाइदेऊ तिम्रो त्यो पछ्यौरी, देखाइदेऊ जुन झै मुहारी हँसिलो, मोती जस्ता दन्त तिम्रा आँखा गजलु, तिर्मिराउँछ नाकामा कसरी जुदाऊ, लुकी लुकी चियाउँदै गऱ्यौ के जादु, झिमझिमाउने परेलीमा फस्दैछ मुटु, फिचेको केसमा सुरेको त्यो फुलको तुङ्गा सुहायो सिरैमा, हटाइदेऊ तिम्रो त्यो पछ्यौरी, देखाइदेऊ जुन झै मुहारी हँसिलो। नलजाऊ न, म तिमीहरूको पछि बच्चा बच्चीलाई देखाउन हुन्छ नि, तिमीहरू यसरी खाना खान्छ। यसपालि हिउँदो महिनामा बिहे नगरी भा छैन, कन्याको ठहर ठेगाना केही पनि टुङ्गोला छैन। यसपालि हिउँदो महिनामा बिहे नगरी भा छैन, कन्याको ठहर ठेगाना केही पनि टुङ्गोला छैन। कोरी बाटी चट्ट कपाल लाली ओठैमा, लाली ओठैमा, हजुर लाली ओठैमा, छाप्पै कदम रोकियो फुलको बोटैमा, छाप्पै कदम रोकियो फुलको बोटैमा। डाँडाबारीको सन्तोला फुलियो छकी अमिलो, दिलको मलाको चिनीमा कसरी पस्यो कमिलो। डाँडाबारीको सन्तोला फुलियो छकी अमिलो, खैनी चुराउन खान्छौ कि रातै घालो छ, रातै घालो छ, हजुर रातै घालो छ, दिदीको मगनी भइसक्यो मेरै घालो छ, दिदीको मगनी भइसक्यो मेरै घालो छ। राजाको हात्ती मैसित सबुला सुन्छ लासाको, पढाइ लेखाइमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको। राजाको हात्ती मैसित सबुला सुन्छ लासाको, पढाइ लेखाइमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको। कोरी बाटी चट्ट कपाल लाली ओठैमा, लाली ओठैमा, हजुर लाली ओठैमा, छाप्पै कदम रोकियो फुलको बोटैमा, छाप्पै कदम रोकियो फुलको बोटैमा। कुटुमा कुटु सुपारी डल्ला, तेरी गए साइलेरी में, तेरी गए साइलेरी में, आमालाई पल्ला रे साइ ढोले, पल्ला रे साइ ढोले, तेरी गए साइलेरी में, साइलेरी में, ए मगर ढाले 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 ढाले, ए मगर ढाले 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 ढाले, ए मगर ढाले 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 ढाले, ए मगर ढाले। विवाह कर्मण अन्तर्गतः कन्यादान कर्मण समाप्तार्थं
निमित्तकं जनाचा पूर्वांग होम समाप्त्यार्थ निमित्तकं वाग्दान स्वयंवर कर्मण अन्तर्गत गौदान कन्यादान कन्यादानस्य सुवर्ण दाइ भयो खाना के हुँदैछ उता आन्टी हेलो तपाईहरु यसो एकछिन तपाईहरु साइडहरु दिनु त साइड 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 ले सब यार से दुई भाग भन्दा पलस बनाउने के पलस हो आज पढेको फाइदा भयो पढेको आज फाइदा भयो टीका टीका
घर जाने आउनु भयो होला नि मङ्गलम पुण्डरी दर्शन सलामा दर्शन सलामा दिल भए नि फलामा चट्ट माया दर्शन सलामा ओ दिल भए नि फलामा चट्ट माया दर्शन सलामा दर्शन सलामा दर्शन सलामा दर्शन सलामा दर्शन सलामा दिल भए नि फलामा चट्ट माया दर्शन सलामा दिल भए नि फलामा चट्ट माया दर्शन सलामा
अरूको अध्ययन खुट्टा लागेको चल पाओ मेरे पिया के शहर में, बीते सारे मौसम बाबुल तेरे घर में। अब चल पाओ मेरे पिया के शहर में। हो तूने विदाइया कैसे लिखी मर जानिया, कैसे बताए और रब्बा सही नहीं हो जानिया। मधानिया हाय मेरे बाबला तेरिया मिठिया यादा मेरे पिछे पिछे आड़िया। हाय मेरे बाबला मेरिया हुणे गुड्डिया हुण तेरे जानिया। हो कुछ भी नहीं है तेरे कदमों से आगे, कदमों से आगे, कदमों से आगे। तुझसे जो बांधे मैंने टूटेंगे न धागे, टूटेंगे न धागे, टूटेंगे न धागे।
हाथ मेरा थामा तूने, तेरी मेहरबानियाँ मेरे नाम अब से तेरी सारी परेशानियाँ। मधानियाँ हाय वे मेरे